हिजोसम्म जसलाई हामी सामाजिक सञ्जालमा आलोचना गर्थ्यौँ, आज तिनैको र्यालीमा हामी महान नेता भन्दै ताली बजाइरहेका छौँ। कि ती नेता रातारात बदलिएका हुन्? कि हाम्रो चेतनालाई भिड मानसिकता, क्राउड मेन्टालिटीले कब्जा गरेको छ? आउनुहोस्, आज यरुसलेमको त्यो भिड र आजको हाम्रो समाजको बारेमा एउटा गम्भीर कुरा गरौँ। जब येशू ख्रिस्ट यरुसलेम प्रवेश गर्नुभयो, हजारौंको भिडले उहाँलाई कुनै सुपरस्टारलाई झै भव्य स्वागत गर्यो। त्यो दिन उत्सव थियो, उत्साह थियो, भिड थियो। मानिसहरूले आफ्ना लुगा र खजुरको हाँगा बाटोमा ओछ्याए र चिच्याए, दाउदको पुत्रलाई होसन्ना। ती मानिसहरू येशूलाई राजा मानेर जय जयकार गरिरहेका थिए, किनकि उनीहरूलाई लागेको थियो अब येशूले रोमी साम्राज्य पल्टाउनु हुनेछ र उनीहरूको राजनीतिक स्वार्थ पूरा गरिदिनुहुनेछ। एकछिन विचार गरौँ त, के त्यो भिडले येशूको शिक्षा बुझेको थियो कि उनीहरू केवल आफ्नो स्वार्थको सपना देखिरहेका थिए? भिडको भावना कति अस्थायी र खतरनाक हुन्छ हेर्नुहोस्। मात्र केही दिनपछि जब येशूले उनीहरूको राजनीतिक अपेक्षा पूरा गरिदिनु भएन, त्यही भिडको स्वर एकाएक बदलियो। हिजो होसन्ना भन्ने मुखले आज विष उकल्न थाले। यसलाई क्रुसमा टाँग र अपराधी बारब्बालाई छोडिदेऊ। धार्मिक अगुवाहरूको उक्साहटमा परेर भिडले येशूलाई त्याग्यो र एक अपराधी बारब्बालाई रोज्यो। भिड मानसिकताले उनीहरूलाई यति अन्धो बनायो कि उनीहरूले बिर्सिए येशूले तिनीहरूलाई निको बनाउनु भएको थियो, खुवाउनु भएको थियो र प्रेम गर्न सिकाउनु भएको थियो। मुख उही थियो, भिड उही थियो, तर निर्णय बिल्कुल उल्टो। येशूले यो मानसिकता चिन्नु भएको थियो। त्यसैले यूहन्ना 2:24 भन्छ, येशूले आफैलाई तिनीहरूको भरमा छोड्नु भएन, किनकि उहाँ सबै मानिसहरूलाई चिन्नुहुन्थ्यो। येशूलाई थाहा थियो भिड विवेकले होइन, भावनाले चल्छ। भिड सिद्धान्तले होइन, उक्साहटले चल्छ। मित्रहरू, आज नेपाल निर्वाचनको सङ्घारमा उभिरहँदा कतै हामी पनि त्यही यरुसलेमको भिड जस्तै बनिरहेका त छैन। हिजो गाली, आज ताली, भोलि फेरि गाली। यदि हाम्रो निर्णय अरूको लहलहै र फेसबुकको लाइकमा टिकेको छ भने हामी ख्रिस्टको चेला होइन, केवल भिडको अनुयायी बनिरहेका छौँ। बाइबलले भन्छ, खराबी गर्न भिडसँग नलाग, यस संसारको ढाँचामा नचल। अब प्रश्न तपाईँ अनि मेरो अगाडि छ, हामी येशूको पछि लाग्ने कि भिडको? हामी बाइबलको सत्य बोल्ने कि लोकप्रिय हुने कुरा? हामीमा गलतलाई गलत भन्न सक्ने हिम्मत छ कि मौन बसेर भिडमै हराउने रहर? याद राख्नुहोस्, येशूले कहिले भन्नु भएन भिडलाई पछ्याऊ। उहाँले सधैँ भन्नुभयो, मलाई पछ्याऊ। चुनाव आउँछ जान्छ, नेताहरू फेरिन्छन्, तर ख्रिस्टको सत्य र उहाँले देखाउनु भएको मूल्य र मान्यता कहिल्यै बदलिँदैन। क्रिस्चियन हुनुको वास्तविक अर्थ भिडको लहरमा बगेर होइन, तर भिडकै बीचमा रहेर पनि सत्य र विवेकको पक्षमा अडिग रहनु हो। त्यसैले आउनुहोस्, यो चुनावमा हामी केवल एउटा भोटर मात्र होइन, तर ख्रिस्टको चेला भएर निर्णय गरौँ, किनकि भिडले अक्सर क्षणिक उत्तेजना र लोकप्रियता रोज्छ, तर एउटा साँचो विश्वासीले सधैँ परमेश्वरको वचन र सत्यको मार्ग रोज्छ। निर्णय तपाईँको, भिडको पछि लाग्ने कि सत्यको? धन्यवाद।